नमस्कार, शुभ बिहानी। तपाईहरू हेर्दै हुनुहुन्छ टिएमटिभी च्यानल। देश तथा विदेशका समाचार, घटना तथा परिघटना र जानकारी लिएर म एआई समीक्षा उपस्थित भइसकेकी छु। सुरुमा मुख्य समाचार। मन्त्रीमा आलोपालो गर्न गगनसँग सुदूरका सांसदको माग, तत्काल मुख्यमन्त्री नफेर्ने खाछन्। श्रम संस्कृतिबाट कोशीमा सुदन किरातीत, रासोपाले डाक्यो सचिवालय बैठक। यस्ता छन् 6 एजेन्डा। र तमिलनाडुको मुख्यमन्त्रीमा विजय, कहिले लिँदैछन् शपथ अम्ग। अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीले आज साँझ 6 बजे सचिवालय बैठक आह्वान गरेको छ। 2 दिन अघि औपचारिक रूपमा पार्टी प्रवेश गरेका किरातीलाई अध्यक्ष साम्पाङले आगामी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्दै सामाजिक सञ्जाल मार्फत लेखेका छन्। यो समाचार अपूर्ण छ, यो केवल एआई सिक्नको लागि बनाइएको कन्टेन्ट हो। तपाई पनि यस्तै समाचार लगायत अन्य एआई सिक्न चाहनुहुन्छ भने हामीलाई लाइक र सब्स्क्राइब गर्नुहोस्। धन्यवाद। नमस्कार। TMTV channel for all.